यत्रो दिनसम्म मिनी ब्लग नआउनुको कारण चाहिँ के रहेछ त? हेलो साथीहरु, गुड मर्निङ। फेरि पनि मैले हजुरहरुको सामु मिनी ब्लग लिएर आइसकेको छु। म चाहिँ आएको छु मर्निङ टाइममा जुम्बा सिकाउन अनि हाम्रो न्यू जुम्बा सेसन पनि सुरु भइसकेको छ। अनि जुम्बा भ्याइसकेपछि अनि हामीले सिम्पल वाला डान्स स्टेप गरेर भिडियो पनि बनाउनु पर्ने हुन्छ। अनि फेरि जुम्बा भ्याइसकेपछि म जानु पर्ने हुन्छ घरमा अनि घर जाँदैको दृश्यहरु हेर्न सक्नुहुन्छ। हाम्रो मर्निङको भ्यू अनि घरमा पुगेर खानासाना खाएर डाइटहरु पेलेर जानु पर्ने हुन्छ मेरो दैनिक काममा जुन रहेको छ स्कुल। अनि स्कुलमा जाँदा त पुरा एनर्जीको साथमा मेरो प्यारा भाइ बहिनीहरु रेडी अवस्थामा रहेको रहेछ अनि हामी फुल एनर्जीका साथ प्र्याक्टिस गर्यौं। अनि हाम्रो प्र्याक्टिस भ्याउनुको साथै मलाई गिफ्ट ल्याउनु भएको रहेछ। वाउ सो क्यूट। र प्र्याक्टिसहरु सबै कुराहरु भ्याएर म फेरि सुटमा आएको छौं साथीहरु। आज चाहिँ हाम्रो रिल्स सुट भएको छ जुन हजुरहरुले हेर्नु भयो होला भिडियोहरु। रिल्स बनाउँदा पनि यति मेहनत गरेको छौं साथीहरु हामीले, हाम्रो टिमले हो। यही कारण भएर चाहिँ मैले मिनी ब्लग बनाउन अलिकति ढिला भयो। यति भन्दै आजको मिनी ब्लग यहीसम्मको लागि।